केटा हो अब म चाहिँ चितवन जान लागेको बिहानैदेखि त घरबाटै भ्लग बनाउनु पर्ने घरबाट चाहिँ बनाएन के भयो घरमा चाहिँ बिहानै आफै पकाउनु पर्यो खाना अनि त्यो भएको भएर अब चाहिँ म चितवन जान्छु अहिले चाहिँ म ठ्याक्क लुम्ले आएको छु होइन लुम्ले त्यो यहाँ चाहिँ हाम्रो केटाहरूको खाजा खाने ठाउँ रहेछ यहाँ चाहिँ छु अब चाहिँ म बिच बाटोमा खतरा कन्टेन्ट दिनुवाला छु होइन यो भिडियो चाहिँ स्किप नगरिकन हेर्नु ल केटा खतरा दिने हो अब होइन के गर्ने गाह्रो छु खतरा हेर्नुपर्छ केटा हो राम्रो छ बाटो चाहिँ तर म चाहिँ एउटा कन्टेन्ट दिनको लागि चाहिँ सारङकोट प्याराग्लाइडिङ गर्ने बाटोतिर हुँदै जाम भनेर मात्र हो अनि त्यही भएर म यो बाटो हिँडिरहेको छु खतरा कन्टेन्ट दिउँ भनेर होइन म चाहिँ यो बाटो हिँडिरहेको छु तर राम्रो पनि बवाल राम्रो छ होइन रमाइलो पनि छ अब सारङकोटको बाटो होइन साङ्ग्रो चाहिँ साङ्ग्रो छ होइन तर जस रमाइलो होस् होइन सबैलाई कन्टेन्ट राम्रो दिउँ भन्नको लागि मात्र हो यो बाटो हिँडेको त्यही हो जिन्दगीमा रमाइलो चाहिँ गर्नुपर्छ खासै रमाइलो चाहिँ गरेको छैन मैले तर हेरौँ कस्तो छ बाटो तपाईँको आमा खतरा रहेछ हामी त यो कास्की कोटतिर आइसक्यौँ हामी अहिले कास्की कोटनिर आयौँ कास्की कोटको यो बाटो होइन खतरा रहेछ यहाँ चाहिँ पुरानो बजार रहेछ कि होइन त्यही हो त्यो रमाइलो हुन्छ पोखराको खतरा भ्यू हेर्ने हो भने चाहिँ तर यो बाटो चाहिँ आउनुपर्छ क्या उता फेवाताल छ होइन यहाँ अब अन्त चाहिँ डिभाइडर हुन्छ होइन यहाँ चाहिँ एउटा चौतारी छ क्या डिभाइडर त्यो चाहिँ मलाई खतरा लाग्छ क्या चौतारीलाई होइन नभत्काइकन डिभाइडर बनाहा त्यो चाहिँ बवाल राम्रो लाग्यो क्या पहिला सारङकोटको बाटो चाहिँ हामी उताको बाटो बन्दै थियो नि त अनि त्यही भएर हामी सारङकोटको बाटो हिँड्थ्यो अनि सारङकोटको बाटो हिँड्न मजा लाग्थ्यो क्या यस्तो बाटोमा चौतारी होइन बिचमा डिभाइडरको रूपमा थियो अनि यस्तो बवाल रमाइलो लाग्थ्यो यहाँबाट चाहिँ फेवातालको सिनहरू हेर्दै जान एकदम बवाल रमाइलो लाग्ने क्या अनि जस खतरा रमाइलो हुन्थ्यो यो बाटो हिँड्दाखेरि साङ्ग्रो चाहिँ साङ्ग्रो तर रमाइलो चाहिँ खतरा रमाइलो हुन्थ्यो यो बाटो तपाईँहरू पनि हिँड्नु होला गाइड्स यहाँ चाहिँ हामी चाहिँ म अहिले ठ्याक्क सारङकोटको यहाँ केबुल कारनिर आइसकेँ यहाँ चाहिँ केबुल कार अडिरहेछ होइन खै आज बन्द रहेछ कि मान्छे नभएर सायद होइन हेरौँ कस्तो छ अब यहाँभन्दा पनि अझ अगाडि गएर चाहिँ प्याराग्लाइडिङको खतरा भ्यू देखिन्छ गाइज सारङकोटको खतरा भ्यू देखिने ठाउँमा आइसकेँ तपाईँहरू देख्न सक्नुहुन्छ यो प्याराग्लाइडिङ
अताल तपाईँहरू यहाँ चाहिँ होइन खतरा प्याराग्लाइडिङ गरिरहेको छ होइन मान्छे भिडियो खिचिरहेको म्याकडक्सले प्रत्येकले भिडियो खिच्दो रहेछ ओह सेल्फी स्टिकले ल गाइस यस्तै हो अब म चाहिँ बिचमा अरू ठाउँमा गएर पनि कन्टेन्ट दिनेवाला छु यो चाहिँ हेर्न नबिर्सिनु एबिसी बेस क्याम्प जान्छ होइन अन्नपूर्ण बेस क्याम्पको लागि चाहिँ तर हामी चाहिँ त्यहाँबाट गएर पनि एबिसी क्याम्प गएर पनि हेर्ने भनेको चाहिँ यही हो जुन सिन चाहिँ म तपाईँलाई देखाउँदैछु गाइस ल यो चाहिँ भयो हेम्जा यो चाहिँ अन्नपूर्ण देख्न सक्नुहुन्छ हिमालको जरासम्म पनि यही हो पोखराबाट सारङकोटबाट देखिने खतरा भ्यू भनेको यही नै हो यस्तै कन्टेन्ट म दिएर आउनेछु र प्याराग्लाइडिङ त तपाईँहरूले देखिसक्नुभयो लाइफमा प्याराग्लाइडिङ चाहिँ एकचोटि गर्नै पर्छ र तपाईँलाई अर्को कुरा चाहिँ नयाँ एउटा खतरा देखाइदिन्छु पोखराको बन्जी जम्प भनेको यही हो कि यो पोखराको बन्जी जम्प भनेको यही हो यहीबाट बन्जी जम्प गर्ने देख्न सक्नुहुन्छ यही हो गाइस ल खतरा कन्टेन्ट दिएर आउँछु मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला कोत्रेमा र खाजा आएको छु होइन अनि म चाहिँ यहाँ चाहिँ अब यो साउथलाई चाहिँ मसँग चाहिँ पैसा छैन त्यही भएर यहाँ आएको टिकटकमा फलो गरेर अब पैसा के गर्ने भनेर भन्छु के रियाक्सन आउँछ तपाईँहरू हेर्न सक्नुहुन्छ है गाइस म चाहिँ सुकुटी खाजा खाएको छु होइन त्यहाँ पहुँच के भन्दो रहेछ त्यो रियाक्सन म तपाईँहरूलाई देखाउँछु केटा साउनी पनि खतरा सजिलो नै हुँदोरहेछ पैसा नभए नदिकिन जाऊ भाइ भन्नुभयो अनि भिडियो चाहिँ नहाल्नु भन्नुभएको थियो त्यस पछाडि हालेन ल गाइस यत्तिकैमा म चाहिँ अहिले चितवन आइसकेँ यो बाटो चाहिँ चितवनको हो चितवन एकदम खतरा डेभलप भएको छ यस्तै भिडियो तपाईँहरूलाई म दिनेछु मेरो भिडियो चाहिँ पुरा हेरेर साथ दिनु होला र कमेन्ट पनि गरिदिनु होला अल द बेस्ट बाइ गाइस सब्सक्राइब गर्न नबिर्सनु होला